हामी सबै नेपाली जनता सचेत हुन जरुरी छ। यति बेला अहिले यो वर्तमानमा बनेको सरकार चाहिँ यो जेनजीको सरकार होइन, जेनजीको पक्षमा हितमा काम गर्ने सरकार चाहिँ होइन। यो दृश्यले चाहिँ सजिलै हामीलाई प्रष्ट पारिदिएको छ। यो कुनै त्यही पुरानै ठुला दलहरूका सरकार हुन्। जेएनजीको नाममा बनेको सरकार भयो नि कन्ट्रोल उनीहरूकै हातमा छ। त्यति बेला यो भाइहरूको माग चाहिँ सरल थियो, सजिलो माग थियो। सोसल मिडिया बन्द हुनु हुँदैन, सोसल मिडियाले कसैले पनि बिगारेको छैन, सोसल मिडिया मार्फत धेरैको रोजगार चलिरहेको छ भनेर उनीहरू सामान्य तरिकाले रोडमा उत्रिएका थिए। सानो आन्दोलन थियो। त्यति बेलाको राज्य सरकारले चाहिँ उनीहरूको कुरामा कुनै पनि व्यवस्था नगरिकन उल्टै उनीहरूलाई मार्ने काम गर्यो। मार्यो पनि, विद्यार्थी मार्यो पनि। त्यो विद्यार्थी मारेको देखेर देशैभरि कोलाहल मचियो। सानो आन्दोलनले उग्र रूप लियो, उत्पात मचियो, कायापलट भयो। सरकारमा बसेका नेताहरू सबै भागाभाग भए होइन। हामी पनि बिहान राम्रै तरिकाले घरमा फोन गरेर राम्रै सुझाव पाएर गएका मान्छे बेलुका ड्युटी सकाएर आउँदाखेरि देशैभरि धुवाँ धुवाँ भयो। हामी पनि छक्क पर्यो, के भयो देशमा भनेर बुझ्दाखेरि जेएनजी आन्दोलन भयो भने। यो जेएनजी भने के हो मैले त बुझेको पनि थिएन त्यति बेलासम्म। जेएनजी भनेको के हो भन्ने कुरा पनि बुझेको थिएन। अब यत्रो उत्पात मचिसकेपछि अब हामी सबै छक्क पर्यौँ, तिन छक्क भयो। भयो त भयो, के भयो भयो होइन। जसो तसो त्यो आन्दोलन रोकियो, देशैभरि आग लागि भयो होइन। सार्वजनिक भवनहरू जलाइयो, सरकारबाट नेताहरूलाई भगाइयो, जो भयो। अब जेएनजीको लिडरलाई चाहिँ खोजी नीति भयो। जेएनजीको लिडर को छ त भनेर जेएनजीको लिडर खोजी नीति गर्दाखेरि जेएनजीको त कुनै पनि लिडर थिएन। किनभने उनीहरूको त्यो विचारधारा नै थिएन कि सत्ता गिराउने, सरकार चेन्ज गर्ने, अदल्ने बदल्ने, नेता भगाउने भन्ने त्यो विचारै थिएन। उनीहरूको विचार छुट्टै थियो। तर पनि उनलाई जेएनजीको रूप दिइयो। अब त्यो के भन्छ, त्यत्रो उत्पात मचिसकेपछि अब जेएनजीको लिडर खोज्दा जेएनजीको लिडरै नपाएपछि सुजन गुरुङले चाहिँ त्यति बेला म हो जेएनजीको लिडर भनेर साहस गरेर अगाडि आएका थिए। त्यति बेला साहस गर्नु पनि एउटा आफ्नो ज्यानलाई जोखिममा हाल्नु जस्तै थियो होइन। ठुल्ठुला दलका कार्यकर्ताहरूले दाउ हेरेर बसेका हुँदा उनीमाथि ज्यान मार्ने धम्की पनि आयो होला नआयो होला, त्यो उनलाई थाहा होला, उनको भोगाइयो। तर अहिले सुजन गुरुङलाई पनि नाना थरी भनिरहेका छन्। आज त्यही जेएनजीका लिडर भनेर अगाडि बोलिरहेका निरज ढुङ्गानालाई पनि पक्राउ गरेर झ्यापझ्याप्यो पक्राउ गरेर लगिरहेको छ। भोलि बिहान प्रवेश दालहरू पनि पक्राउ हुन सक्छन्, सुजन गुरुङलाई पनि पक्राउ हुन सक्छ। त्यसरी अहिले हाम्रो यो कस्तो भइरहेछ भने जसले जहाँनिर मौका पाए त्यहाँनिरबाट राजनीति सुरु गरिरहेको छ क्या। यस्तै बिठलो भइरह्यो भने, यस्तै खालको गतिविधि भयो भने राजा आउने प्रबल सम्भावना देख्छु म। 6 महिना वर्ष दिनभित्र राजा आउने प्रबल सम्भावना देख्छु मैले। यो राजाले नै अबको यो देश चलाउने मैले चाहिँ त्यो सम्भावना देखेको छु। राजा हुन त सबैको साझा हुन्, राजा हो देश बचाऊ भन्ने अभियान त्यो पहिलेदेखि चलेको। तर अहिले जुन जेएनजी माथि भइरहेको छ, जो जेएनजीलाई आश्वासन गरेर त्यति बेला जेएनजीहरूले बाउहरूले बिगारेको अब आमाले सुधार्छन् भनेर जुन जेएनजीको भरोसामा चाहिँ नि सुशीला कार्की पूर्व के भन्छ न्यायाधीश होइन, कानुनमा पनि परिपक्व अभिभावक एउटा अनुभवी व्यक्तिलाई जुन जेएनजीहरूले चुनेर उहाँलाई प्रधानमन्त्री बनाएका थिए, अहिले चाहिँ उनीहरूलाई निराश हात परेको छ। यो हामी सबै नेपालीको लागि चाहिँ एकदमै दुःखलाग्दो घटना हो। किन हामीसँग मात्र यस्तो चालखेल हुन्छ होइन, किन हामीलाई मात्र यो दिन देख्नु परेको छ भन्ने कुरा हामी सबै नेपाली अहिले नेपाल नै निराश छ नि है। यो चाहिँ हुनु हुँदैन थियो, यस्तो चाहिँ हुनु हुँदैन। देश रहे हामी रहने भन्ने कुरालाई चाहिँ